da fiabol tila tininon yang niba din dirangla si dosi permission mai ko labar yang tamang परिवार क्रिस्चियन परिवार पोप त si jinmo mola yang la tinila chu zoom sewa online sewa chu jun tamang sewari phebka siba zaman jojale nananga pastor agwaba akimam benadan permission molam don sugai yang la chu tinila tamang chu zoom sewari स्वागत मला रंगनी द डेन मला रंगनी बेन जुनजुन लारी धनछा मला थेदे ग्लासिन परमेश्वरला मैको लाखम सेल मला तिनी यांगला जो फेसबुक लाइभ क्याम से युट्युब लाइभ क्याम से जति पनि च्यास्युबा अनि क्रिस यसोदा विश्वास ला आस्युबा जुजाले नाना ngari भेनदन सचिन यांगला परमेश्वर आपसे मोलम दन छुगै रंगनी से जुनजुन लारी मला थेदे ग्लासे शिशुको यांगला चु तामङ सेवारी जोयन्त सुविवा ngana binti mula tinila chu sewata yang एकदम मइको परमेश्वरला छ्यारे चोलगी यंगला चु बाइबल विधि ग्यामसिपाङ yang प्रार्थनालाई बेला हैन ngaचाला तामङला ओजरी च्याइजम yang गोमगे परमेश्वरला छ्यारे यंगला जमन बाजा गाजा यंगला लुई प्रभुला छ्यारे चोलगी yang जो गोमदुइदी yang फेबगाव yang जमन जाना प्रार्थना बसै तिनीला सो तामङ सेवादा सुरुलाई फेबगाव रंगनी जमन क्योङसेन रंगनङ ग्लासे प्रार्थना सेंसुगो ngai प्रार्थना लाला तिनी परमेश्वर रंगदा धन्यवाद स्वर्गदे जमलिङला मालिक रंगजेखेनिना रंगनुन थारबबिनमा जुनिपिनमा ग्लेइना प्रभु लागादेला लाग लेगादेला ग्ले प्रभु कादेला प्रभु गन्दा मायाला बा परमेश्वर रंग गिक्किचेनिना रंगला कुरिङनी हाला तिनीला चो तामङ जुम सेवा संगतिदा प्रभु येशू रंगला छ्यारे चोला परमेश्वर रंगला आत्मा सिंगनी बेनदा रोलो सुगु गन्ना चुरि धनछाबा जमन टीम अनि आराधना लाबा टीम अनि तिनीला वचन बाबा रंगला ज्यादा बेनदा रंग प्रभुले छ्यारे थन परमेश्वर रंग सिंगन्द रोलो बिसी जो बिन्ती फुलवान तिनीला सेवादा रंग परमेश्वरला पवित्र छ्यारे चोला सूर्यंचे अंदिम दोना रंगला आत्मा सिंगनी जम्बन्द रोलो बिसी ngai chu बिन्ती फुलवान रोदेन मोलमरीला प्रभु येशूला छानरी आमेन ताला यांगला दुई ठिकता सि जिन्म मला तिनी चुदुई रिङा दोसिनन पाङला रंगनी जुनजुन लागि आमचो नेपाल युस गेमसे फेफका सिबा जमन तामङ जुजाल नानाङगा दे जुनजुन जातला जुजाल नानाङ मसाइ परमेश्वर डाङदा मायाला सुला यांगला नेपाल युस तिनी मुन्ना पाउने 8 ताबा मला रंगनीला रंगरंगला 30 ठेरी तीसारी धनच्यासिन जो आराम रसे जो सेवा संगति द सिखमसेल मुला अनि रंगनी से प्रार्थना लखमसेल मुला रंगनीला परिवारिन सुख शान्ति परमेश्वरला स्वर्गला मोलम किनखमसेल मुला बिसा मरङसिन बाहिर रोङयुल सारिजा यांगला नेपाल भन्दा अर्को रोङयुल सारिजा दादी सियोला दुई तबन मुला रंगनी से तिनी जो सेवा संगति ग्यामसे अनि चु तामङ सेवारी जोडप त सुजी परमेश्वर दिन महिमा आराधना मैको ल सुजी रंगनीला तिनी दिन भरला घेदांगारी जा परमेश्वर जे प्रशस्त मोलम दो छेल मोला थेदाबलामा तिनी फेबगाव yang चुदैरी तिगै भजन गाते तामङ वाइ गातेको सही यांगला परमेश्वर आपदा थिसेला मला दारेम चुल वाइको बारे यांगला चुरी यांगला तामङ क्रिस्चियन तामङ फेलोशिपला यांगला वाइला संगीतकार अनि गिटार रब्बा बाँसुरी रब्बा जा यांगला अरे यांगला गिटार रप्सी लीड लाबा यांगला इसाक मोक्तान तामङ दंगाय चुसमै धुन्गी यांगला आल्सिजा एकदम वाइगते कोसे दिनेला घेदाङदा सुरुला सिनमला फेबकाउ यांगनी जमन दिक्सी प्रभुला छान्दा yang तोर्थिगे अनि जुदिरी यांगनी 85 नम्बरला भजन वाइ डम्फु रप्सी वाइगुसी प्रभुला महिमा लातोला जेजेले नाना आंगा दिक्सी नाम प्रभुला युल्सा भातोला चुवाइदा yang जमन दिक्सी भोगे Rapsi wai gosi prabhula mahima latola Dampu rapsi wai gosi prabhula mahima latola Juju adina na diksi nam prabhula yulsa batola Juju adina na diksi nam prabhula yulsa batola Sailung lalari nangari Nafetsa disi siamarang Oh sailung lalari nangari Nafetsa disi siamarang Prabhula mahima labari
हिँड्दैछ बार हरदम प्रभुलाई महिमालाई हिँड्दैछ बार हरदम तुलसीलो बाबार बिनारी कोइली झरिसेको मारङ तुलसीलो बाबार बिनारी कोइली झरिसेको मारङ प्रभुलाई जय लाबारी हिँड्दै वाइको बार हरदम प्रभुलाई जय जय लाबारी हिँड्दै वाइको बार हरदम डम्फुरा बसी वाइको सी प्रभुलाई महिमा तोला ओ डम्फुरा बसी वाइको सी प्रभुलाई महिमा तोला जुजुआले नाना डिक्सिनम प्रभुलाई युल्सा बातोला जुजुआले नाना डिक्सिनम प्रभुलाई युल्सा बातोला जम्मन जुजुआले नाना डिक्सिरेगे जम्मन चम ओ जम्मन जुजुआले नाना डिक्सिरेगे जम्मन चम प्रभुलाई जय जय लाबारी कोइले जयले जम्मन चम प्रभुलाई जय जय लाबारी कोइले जयले जम्मन चम चुहै जम्बु लिङ्गरिनी येशु न हिन्ना सत्य लाग्याम चुहै जम्बु लिङ्गरिनी येशु न हिन्ना सत्य लाग्याम येशुरी विश्वासला सामी जम्मन ताला स्वर्गरी जम येशुरी विश्वासला सामी जम्मन ताला स्वर्गरी जम डम्फुरा बसी वाइको सी प्रभुलाई महिमा तोला ओ डम्फुरा बसी वाइको सी प्रभुलाई महिमा तोला जुजुआले नाना डिक्सिनम प्रभुलाई युल्सा बातोला जुजुआले नाना डिक्सिनम प्रभुलाई युल्सा बातोला हालेलुया प्रभुदा मयगदा게 주 외염 사진에 뵙고 양니 노시는 얼큰은 와이고게 주디디 27 넘버라 버전 양점만 딕시만 고게 सानगोले जुजुआले सानगोले येशुलाई वचन सानगोले परमेश्वरलाई चुमाया जम्मा शिक्षे मनाउने तानगोले परमेश्वरलाई चुमाया जम्मा शिक्षे मनाउने तानगोले मियुला पता दङबारी कलवरी गंगरी सिबिनथि पाप सेपिङमा नियुला गरे जन माया लबिनथि ओ मियुला पता दङबारी कलवरी गंगरी सिबिनथि पाप सेपिङमा नियुला गरे जन माया लबिनथि येशुलाई जब तु बाचाना जम्मन युलबाला लागिरी हेबकाजी प्रभु मिछु युलरी जम्मा द स्वर्गरी बरबारे हेबकाजी प्रभु मिछु युलरी जम्मा द स्वर्गरी बरबारे जम्बु लिङ्गला दुङ्गाला रे तुलसी आजु जुजुआले सुका सनदी याङबारी येशु प्रभु रे फेबखाउले ओ जम्बु लिङ्गला दुङ्गाला रे तुलसी आजु जुजुआले सुका सनदी याङबारी येशु प्रभु रे फेबखाउले सिमला दुङ्गल जम्माला येशु प्रभु रे बसेगाउ सिमला दुङ्गल सलबारी येशु प्रभु रे विश्वास लौ सिमला दुङ्गल सलबारी येशु प्रभु रे विश्वास लौ डम्फुला गेरो सुकुमाला येशुरी एला पापा सुकुमाला एला
Bapa sapa sugumabari Yesuri biswasala tola Yena hoi Dampula gero sugubala Yesuri ela Bapa sugumala Ela Bapa sapa sugumabari Yesuri biswasala tola Jambulinga doburi Yala yala pinaba Yesu jim Surga yulo sari borobari Satyala gyalama Yesu na jim Surga yulo sari borobari Satyala gyalama Yesu na jim Sanagole jajale sanagole Yesu la bachana sanagole परमेश्वरला चुमाया जम्मा सिसे मनावी थान गोले परमेश्वरला चुमाया जम्मा सिसे मनावी थान गोले परमेश्वरला चुमाया जम्मा सिसे मनावी थान गोले हालेलुया प्रभु आबदा जु वाइगम साचनन मैको दगै साचन जु वैसे सुङ बराङदन परमेश्वरला थे मायादा जु जम्मासेन जु सेमनरी है तोक थान्सी नामी प्रभुला बचनदा न्यान्सी मान yang ब्राइ हालेलुया प्रभु दा मैको दगै जु वाइगम फेपकाउ yang ni ओछेनन चुदिरी yang ni 39 नम्बरला वाइदानन कोइ Sudah dambura pasita pula Taman sesoba prabuda Susim nangri den mula Tumbo Prabu Yesuda dambura pasita pula Taman sesoba prabuda Susim nangri den mula Magar chumba dong dongri Suhay dambo lingre mi Ngamu bajalin mantomre Ngamu bajalin dungalare Magar chumba dong dongri Suhay dambo lingre mi Ngamu bajalin mantomre Ngamu bajalin dungalare Prabhu Yesu dangai syabji Dandega nanda jisukare Prabhu Yesu dangai syabji Dandega nanda jisukare Chambo Prabhu Yesu da Dambura basita fulla Brahman Jesuba Prabhu da Susim nangari den mula Chambo Prabhu Yesu da Dambura basita fulla Brahman Jesuba Prabhu da Susim nangari den mula Dante serta la ado Simri dungal mana ado Yesu la pansaning yan si bro Sadang yeda biswasalo Dante serta la ado Simri dungal mana ado Yesu la pansaning yan si bro Sadang yeda biswasalo Ela sila dungal saldala Surgari edagla dala Ela simla tunggal saldala Surgari edagla dala Chambu Prabhu Yesu na Gambura basita pula Tamang soba Prabhu da Susim nangri den mula Prabhu Yesu na Dambura basita fulla Zaman sisoba Prabhu da Susim nangri den mula Haleluya. Yang
양라 천버 प्रभु 예수다 사츠는 뭐이고 다게 주 와이겸 페가 도시는 양니 얼고 약할 기킨 와이고이 양니 114 नम्बर वाइ तिनी तिनी भिना नंगर बिना मिलुला तिलै भर आरे बिबर याखम निदोबा थे दिन खालै त थारे है साच्चै नै याङला चु लुई तिनी वा नंगर वा है बिबताम याङ त थारे थेन्द बसिलामा चु दुई मुमा देउरिन फेपखाउ ख्रिस्ट येशूरी ग्रहणलाई हालेलुया एकदम बिसाम सत्यलाई गेलाम येशू चाहिँ के निन्ना थेदा बसिलामा याङनि येशू त मैगलाई चुदिरी Nanggaramina Milula dilay barare Oh, tini bina Nanggaramina Milula dilay barare Bibagiyakam hido batedin Kalay nanatare Bibagiyakam hido batedin Kalay Sanggole jojo ale Sanggole nana anga Sanggole jojo ale Sanggole nana anga Bachan prabhula Chara juni tarbala galam Yesuri mula Chara juni tarbala galam Yesuri mula Chuliri nongwan tuirina yang asin Prabu Yesu da visasalai Oh chuliri muba tuirina yang asin Prabu Yesu da visasalai Sandila rimtima klasi Sandila nang salalunalai Sandila rimtima klasi Sandila nang salalunalai Sanggole jojo ale Sanggole nana Sanggole jojo ale Sanggole nana Bachan babula Chara juni tharbala galam Yesuri mula Chara juni tharbala galam Yesuri mula Chuliri jatina dukana tasai Yesuri sukana sukamula Chuliri jatina dukana tasai Yesuri sukana sukamula Chuli fesi nido badiri Sargari yangla dimula Chuli fesi nido badiri Sargari yangla dimula Sanggole jojo ale Sanggole nana anga Sanggole jojo ale Sanggole nana anga Bachan prabhula Chara juni tarbala galam Yesuri mula 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 हालेलुया छारजुनी थारबाला ग्यालम येशूरी चेखेन मुला हालेलुया चुलुरी जतिन दुखन तसैनन येशूरी साच्चैन सुखन सुख मुला थे सुख ज साच्चैन चु संसार से पिनमारङमा सुख आइन तर ख्रिस्ट येशू नङला सुख याङसे याङखमला आमेन प्रभु येशू द मैगदगे चु वाइग्याम फेपकाउ याङने चुदिरी अझै पनि वाइगोबान याङला छन्द प्रभु आबदा साच्चैन चु सेमेन्से मायालाई है प्रभुदा मैगो फुलगे चुदिरी याङनी 110 नम्बरला वाइदा कोही जमन दिक्सिमान फेबकाउ याङनी चुदिरी 110 नम्बरला चु वाइगोबान परमेश्वर आपता मैगो फुलगे फेरि पनि जम्मन दुगु द लासो फ्याफुला ख्रिस्टेसुला छन्रे जयमसी मुला ने जति पनि याङला चुरी पछि लिक्षा
है जोड दिबा यहाँलाई रोदुगु मला रांगडी जम्मन्दुगु द स्वागत मला अनि जतिजना सी याङ दगु द चुरी फेसबुक पेज ग्याम च्यासिवन मला युट्युब ग्याम याङ द च्यासिवन मला जम्मन्दुगु द परमेश्वर से लानन मलम दन्सु गाई साच्चै फेपकौ याङ नि परमेश्वर आबदा मइगो फुलगे याङला परमेश्वर आबदा प्रशंसा लाबा आराधना लाबा ताम्बी बजा साच्चै याङला चु सेम्यन छिन आनन्दला ताम तगाई हालेलुया ने साच्चै जब याङ परमेश्वर द आराधना ला तब याङला गुंगरी खाबा याङला बिरुतरी खाबा मिश्री गादे द परमेश्वर से नाच लसिला हालेलुया आमेन जसरी इजरायली गदेले विरुद्धरी मिश्री गदे से तापन निमुबा ओछे इजरायली दुगुदा सुरक्षा पिनमान परमेश्वर से मिश्री दुगुदा तिगलजी नाच लसु थेदा बसलामा याङला गुंगरी खाबा याङला बिचरी खाबा है जति पनि मिश्री गदे मुला मिश्री तिगिना याङला विरुद्धरी रेबा याङला विरुद्धरी तामलाबा अर्थात याङला सेवकाइरी भादा बाबा थेरङमा ताम गदे ता याङसे मुक्का बिलाप आलानगी जब याङ प्रभुला उपस्थित रियाङ है खडा तला जब प्रभुलाई उपस्थित रियाङ आराधना लाबर याङ तयार तला तब थे ताम गदे याङला विरुद्ध खाब ताम गदे परमेश्वर से नाचला बिन्ना हालेलुया याङ द तिगेनन ता खाम तेदा बेलामा फेपकौ याङला विश्वास योग्य परमेश्वर आते सच्चै नै छु सेमेन्चेन मइगो फुलगे हालेलुया फेपकौ जंगनिदा रांगनी जमन्दुग द छु आराधना सेवरी स्वागत मला फेपकौ छु दुइरी परमेश्वरलाई प्रेजेन्स री परमेश्वरलाई उपस्थिति नगरी याङ सच्चै नै प्रभु आबदा मइगोलाई याङ छु 110 नम्बर वाइगोबान प्रभु येशू द थंबला मूला चुनाला जिम्नंगरी लेसेला आर्यव येशूला ते वचन चुनाला जिंदगी प्रभु येशू द थंबला मूला चुनाला जिम्नंगरी लेसेला आर्यव येशूला ते वचन चुनाला जिंदगी हालेलुया तगै येशू रंगदा माइमा हालेलुया तगै येशू रंगदा माइमा abam sigada maya nala se jujal tingada dosina acha se oh abam sigada maya nala se jujal tingada dosina acha se tilai dugal arengada tilai dugal arengada परमेश्वर मोलाम से झोलांगादा परमेश्वर मोलाम से झोलांगादा जमन सुन्दी की हालेलुया हालेलुया तगै येशू रंगदा महिमा segala yalno na pinasay Sujam bolingri ngagig cinta say Oh lani dini segala yalno na pinasay Sujam bolingri ngagig cinta say Tilay tungal arengada Tilay tungal arengada परमेश्वर बोलाम से झोलांगादा परमेश्वर बोलाम से झोलांगादा Somebody speak hallelujah hallelujah Tagay Yesu rangga maima
예수의 महिमा 따가이 예수랑 나 정말 신비기 양을 예수의 따가이 महिमा 따가이 예수랑 나 महिमा नवीन बगे परमेश्वर दा ओ तागाई येशू랑 나 महिमा Kau yang surga dan jama abad satsine महिमा तागाई प्रशंसा तागाई ओ परमेश्वर आबा मनी रांगदा तोर्थिला जम्मन बन्दा ग्रेन रांगला छानिन्ना परमेश्वर आबा रांग सेलामते कबुल दा डान्दा सिमान रांग येशू दा गन सेम नंगरिन थानमान खाइमेनुन रांग सेलामते माया दा रांग सेलामते कबुल दा गन ले सेला आरे गन जिन्दगी गन सेम नंगरिन साचरे प्रभु तिम्बाया द गति चोखो लाबन थान्ना प्रभु आबा Haleluya Prabhu. Mancing rasa Prabhu dan permission dengan kami dan kami. Tuhan yang sedang sepesuni. Haleluya. Oh haleluya. Tagai Yesu랑 다 महिमा 예수의 महिमा तागाई हालेलुया तागाई 예수랑 다 महिमा Philip yang lap साँच्चै यहाँलाई सेमेन्जेन वाइ कुगामला राङ्नी जम्मन दिसे हालेलुया तागाई परमेश्वर दा महिमा तागाई परमेश्वर आबद बिचमा राङ्नी जम्मा पाङखमला हालेलुया 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 तागाई येशू랑 다 महिमा साँच्चै परमेश्वर आबा सु जम्बोलिङरी खल्छेन लबरे आखम्बा माया राङसिङ अन्तल सुजी खल्छेन पिनबरे आखम्बा शान्ति दिन आनन्द राङ येशूसिङ अन्त पिन्सुजी नि राङला वचन छे राङसेन सुङसुबा मुलगी खाउ ngaden cham ngai yenda chorangma शान्ति पिन्ना जुन शान्ति तिनी संसार से पिनमाराङमा शान्ति आइन तर ngan hangla शान्ति ngai yeni दुगुदा पिन्ना बिसि पाङमा मुला तिनी राङ नङला थेन शान्ति ngji yang masलama चुसिम लानन पुपुर ताङमा मुला प्रभु ngji सोबारी तिनी याखर की आशा यङमा मुला थे आशा तिनी मैमी तब मुला राङ येशुला प्रभु छान्या प्रभु आबा राङ द लान तुजे सिदाके चुदिरी ओ Jambulingri khalchen labari akhamba maya Yesuse lajing ada khalchen pinbari akhamba salidin ananda Yesuse pinjing ada tuche mulacho ngala shempietse तुझे मुलाचो ngala semetse प्रभु आबा साँच्चै नै राङ्दा गन्न चु सेमेन्जन तुझेसी फुल्ला ngani पापला ग्योरी क्यालबा दुइरी राङ येशूसिङ गन्द साँच्चै नै थेग्याम स्यासुजी Tishabaza karangla jibisam rang ngana lagiri krusri chushi man siasu प्रभु आबा rangla बलिदान सेला मङनी साच्चै नै ngani ते पागम छुटकारा दब मला ngन्जे तिनी ओ प्रभु जम्मन बन्दा ग्रेन लुई याङमा मला रङ परमेश्वरला अनन्त तारि ngन्चे बासला बरी याङमा मला प्रभु आबा लानन तुझे से तगे राङ्दा ओ तुझे से मुला प्रभु आबा राङ्दा ओ प्रभु आबा राङ्दा तुझे से मुला पापला गइरी क्यालबा मुबा येशूसे स्यासी पिन्जे ngala papla toi puisi
प्रभु क्रुसारे जोसे पिन्जे साँच्चै नै पापलाई गइरी क्याल्बा मुबा येशूसे स्यासी पिन्जे गला पापला गए पुसी प्रभु क्रुसारी जोसी पिन्जे जम्बुलिङला भन्दा ग्रेन माया येशूसे लचिङादा जम्बुलिङला भन्दा ग्रेन माया येशूसे लचिङादा येशूसे लचिङादा साँच्चै नै परमेश्वर आबा जो जम्बो लिङ्से पिनमा चोखो माया भन्दा हुन् प्रभु आबा तर त्यो चोखो माया जा प्रभु कति समय रे चोखो ता खाम्ने तर राङ्ला दया माया शिलामा राङ्ला त्यो चोखो माया शिलामा गनी साँच्चै नै चोरी छोनबन मुला प्रभु आबा तिनी जम्बो लिङ्ला भन्दा ग्रेन माया राङ येशूसे गन्दा लसुजी प्रभु आबा राङ्दा थुजेसे तगाई ओ प्रभु आबा साँच्चै नै राङ गन्छे मुआसे बदुरी गनी साँच्चै नै अशान्ति रे जीवन मुबा पाप रे ख्याल मान्छे मुबा प्राङबो आपला कोला मान्छे मान गनी सदन क्रासी मान्छे मुबा तर राङला बचन जे सुङजिगी ओ प्लापा देन छ्याम सेमरिस दुलबा गदे ngden छ्याम खाउ ngai तिनी एन्दा थे सालबा पिन्ना बिसिमान राङला बचन जे पाङबा मला साँच्चै नै प्रभु राङसे सुङजी खैमै क्रादो कोला ngden छ्याम खाउ हो प्रभु छे साँच्चै नै प्रभु राङला अंगालोरी राङला कुरिङ अनि खाजी राङसे थे शान्ति गन्ध पिन्छु प्रभु रान लानु थुचे मला परमेश्वर आबा ओ येशू आबा राङला महिमा येशू दाङवा सेवा दुइरी जहिलेन अशान्ति रि चिमुबा प्रङबो आपला कोला मान्छे जहिलेन ngada kraba kamuba साँच्चै नै yang dijematan Yesu dangua sebadiri jahilin asantiri cimuba prangbo apla kola mansi jahilin ngada kraba kamuba krala ado kau kola bisinam 예수세 뉘징하다 크랄라도 카우콜라 비시남 예수세 뉘징하다 예수세 뉘징하다 Jambulingri kaljen labaria kamba maya Yesus lajingada kalchin pin baria kamba shandi den ananda Yesus lajingada tujhe chimula cho ngala semyenje tujhe chimula cho ngala semyenje tujhe chimula cho ngala semyenje tujhe chimula tabaino tujhe chimula cho ngala semyenje Oh, yang la surgiri dan jaba परमेश्वर आबा चु सेमेन्जेन रंगदा थुजिजे फुल्ला तिनी साँच्चै नै प्रभु आबा तेगदो बिसाम जम्बुलिङ से लाबरी आखम्बा जम्बुलिङ से पिनमारी आखम्बा थे आनन्द शान्ति माया जुग जुग दोनाला माया रंगसे गन्दा तिनी पिनमान मुला प्रभु आबा गन्ना लुइसे तिनी सालबा याङबा मुला
O Prabhu Aba, rang da lanan lanan tuju sitagai, tigik da bisam, rang cegin, sorgatin, prithipila malik परमेश्वरीना तिनी रंगला बचन से पिनमा पांगमा मोलकी इजराइल का रंग से पांग सुंगमा मोलकी तिनी गाई येना गुंगरी पृथ्वी देन स्वर्ग द साक्षी थानमान साचे नै परमेश्वर द मान लो बिसिमान पांगमा मोला बिसिमान रंगला बचन सुंगमा मोला साचे नंगछि रंग द मान लाला परमेश्वर आबनम जीवन हिन्ना लुई हिन्ना बिसिमान रंगला बचन से पांगमा मोला तिनी साचे नै रंग देन छम गनि जोड तबसलामा ngछि तिनी साच्चो लुई ngछि यांगमा मोला प्रभु आबा ngani rangden cham jodap tabari प्रभु ngani shem laba mula प्रभु आबा tigit bisam rangden cham jodap tabasi lama ngani rangla lagiri lanan rogari robari खामला प्रभु आबा त्यन्दा बिसलामा रंगदा प्रशंसा दागे चुदिरी रंगला उपस्थिति ओ प्रभु चुरी यांगला दाजुभाइ नानाङा आबामा आसंग आङी रंगला रुम याम प्रभु जति पनि जोड दिबन मुला थेर रुम रुमरी हरेक छाउरी हरेक रंगला उपस्थिति दानमाला लागिरी दानछाबला लागिरी प्रभु आबा चु सेमेन्चन रंगदा मयगो फुल्ला आबा रंगदा मयगो फुल्ला जम्मन आदर प्रशंसा ज्ञान बुद्धि ओ सम्मान इज्जत चुसे गदेला योग्य परमेश्वर जा राङजेगेना त्यति बेलामा जम्मन चु प्रशंसा महिमा जम्मन से गदे यांगला चु सेमेन्चन सदन सदन दोना राङ गिखेन परमेश्वर राङ गिखेन जा येशुदा पवित्र आत्मा राङदा गन्छ फुल्ला येशुला छानडी आमेन प्रेज द लर्ड जय मसिया लसु धन्यवाद यांगला इसाक तामाङ मोक्तान आल्दा कोल्दा परमेश्वर मलमदन सुगाई तिनी yang परमेश्वरला चरण्डी प्रभुला उपस्थिति आराधना लबरी चुदुइरी रोल चाहिँ yang बेनदा yang जुनजुन ग्लारे दान्छामला थेतेक लाग्यम चाहिँ परमेश्वर द मैको लाम्याङ जी परमेश्वर द प्रशंसा फुलम्याङ जी यांगला परमेश्वर द मैको दगा यांगला परमेश्वरला प्रशंसा जय जयकार दगाई सच्चिन दादी लिचाला दुइरी जोडप त शुभ यांगला जम्मन तामाङ जुजाले नानाङ्गाले जुनजुन ग्लाएर मलाई थेतेक लाग्यम सही राङ्निसी परमेश्वरला मैको परमेश्वरला प्रशंसा लबरी खामसेल मला खामजी न्युई प्रभुदा धन्यवाद दगाई प्रभुदा प्रशंसा दगाई प्रभुदा महिमा दगाई जय जयकार दगाई yang दारेम चुदुइरी परमेश्वरला छन्म वचन सनबार yang तयार तबन मला यांगला गुंगरी परमेश्वरला छन्म वचन बासी फेबगावन मला यांगला अमेरिका ग्याम यांगला भक्त तिदोंगासं चुदुइरी ते वचन सारमा बदनगा yang चुदुइरी प्रार्थनाला यांगला गुंगरी प्रार्थनाला बरी हरे तयार दिम yang चुदुइरी वचन लागि प्रार्थनालाई फेबगाउ ओदा yang वचन दुई यांगला आशंदा दोन्ना प्रभु राङदा धन्यवाद चुदुइरी राङला छन्म वचन बसी फेबका सुबा राङला जा ओ प्रभु अमेरिका ग्याम जुन भक्त तिदोङ आसेङ फेबगवन मला सो आसेङ दिन श्यामजा राङ परमेश्वर आबा राङला शक्तिशाली आत्मा दसी तिनीला वचन प्रष्ट लसुली वंगन्द पूरा विश्वास मला राङला ज्यादा रङचे तो शक्ति बुद्धि ज्ञान वचन गाते राङसी मुन्से जिन मला आबा राङदा धन्यवाद मला तिनी जुन जुन लाग्याम तिनीला चु वचन सनबारी तिनीला सेवारी दन्छाब मला जम्मन दराङ परमेश्वर से रोलो सुगो जम्मला सेम गाते राङला आत्मा से ठङ सुगो सुख शान्ति आनन्द चु वचन सन्ना सन्नन हरेक मेला जीवन दे मलम गाते फेफका बंगे घोषण लला रोगी बिमार गाते चंगा छुटकारा त बंगे घोषण लला धन्यवाद मल्चु वचन दुई राङ परमेश्वरला छ्यारी चुलबन मलम दिन रोरीला येशू प्रभुला छान्री आमेन ल जय मसिया यांगला चुदुइरी यांगला परमेश्वरला छन्ब वचन बासी फेबकबा यांगला भक्त तिदुङ आस्याङ चु अमेरिका ग्यामुला दारेम चुदुइ राङदाङै दुन्जी राङसे किनगाम सेलमुला लसो जय मसी यांगला आस्याङदा स्वागतलाई फ्याफुल्ला सके सम yang सम्मन चुनी तान्जी आप मजा जाला जय मसी जय मसी इधर किनगाम जुलाई माइक ठाउँ yang चुनाव टिममा बजान बाउमी त एकदम आढाल के प्रार्थना ने लाबला yang सदन सदन प्रार्थना लादो बिबरमला अनि तोरले प्रार्थना लासी पिंजी हाम्रो महिमा लाबर प्रशंसा लाबरी सु समय पिंजी परमेश्वर आपासे yang बेनन से सोबा परम प्रभु परमेश्वर आपका
यहाँ से श्याम नंग्याम तुझे से फुलबलमला धन्यवाद फुलबलमला प्रशंसा महिमा फुलबलमला र nga gorgi tam table mo batyo विश्वास आलाबा मिगिक से र जो विश्वास दुसे सबै थोक ज्यादा नामला तर मिला बोल्दा चाहिँ परमेश्वर विषयनाम दुनिया दा ब्रह्म ताना लामला बिभंगा ताम टेबल मुबा त्यसलाई लागि प्रश्न लाभा भरे सबै प्रश्न लागि मान्छे गादा र मिलन ल्याम्बग्याम गा पाङ्गा दान्छे अलिकति सबै से गोगाई विषयनाम काते चाहिँ तामाङ तामा आगो भइ मुला बिभंगाई थायङजी मकै रोपे मकै फल्छन् कोदो त फल्दैन मकैको दाना भुइँमा परेको कोदोको बाला त फल्दैन कोदो रोपे कोदै फल्छन् कोदो रोपेको ठाउँ मकै त फल्दैन कोदोको बोटमा त तामाङको छोरालाई तामाङ भन्छन् बाहुन त भन्दैन अरु जात त भन्दैन बाहुनको छोरालाई बाहुन भन्छन् भोटे त भन्दैनन् प्रभुको छोरालाई प्रभु भन्छन् भने परमेश्वरलाई कसैले पनि देखेको छैन यो चाहिँ युना 1 मा त्यो वचनहरु पाउँछ परमेश्वरको पुत्र प्रभुको छोरा मानिसको रूपमा आउनुभयो र सबै थोक सृष्टिको वर्णनमा यस्तो लेखेको रहेछ धर्मशास्त्र बाइबलमा र कहाँ छ अनि डम्फुको फेरि विरोध गरेको मैले सुने अनि यो डम्फुको बारेको विरोधको बारेमा पनि मलाई भन्नु मन लाग्यो ठिकै छ फलमलाई लाग्ने बनाउँछ भने मान्छेलाई लाग्ने बनाउँछ यो राम्रो कुरा हो केही छैन रिस डर छैन जन्मको चिन्ह बारेमा भन्दछु म आमाले बालक जन्मदछ चिन्नु छोराको चिन्हबाट लिङ्गबाट चिन्दछ छोरीको चिन्हबाट छोरीको लिङ्गबाट चिन्दछन् भने विवाहमा पनि चिन्हबाट चिन्छन् दुलहा दुलही हजारौं जनतीको बीचमा दुलहा दुलहीको चिन्ह छैन भने दुलहा दुलही चिन्दैनन् डम्फु पनि चिन्हबाट चिन्छन् विश्वासीको डम्फु क्रुसमा चिन्छन् हालेलुया यहाँ अमेरिकनमा धेरै लाखौं गाडीहरू छन् तर पुलिसको गाडी भन्ने चिन्ह छ भने पुलिस आएछन् है भनेर राष्ट्रपतिको गाडी आएछन् है भनेर चिन्ह हुन्छन् अनि सबै थोकको चिन्ह हुन्छ भने हाम्रो तामाङको पनि डम्फुको चिन्ह छ पुरुषको चिन्ह छ हामी विश्वासीको यो कुरा मलाई भरे सबसे प्रश्न गर्नु मन लाग्यो कति अब हामी धेरै देशमा हामी बेला भएको छौँ म नेपालमा पनि म वचन लिएर आउँदैछु इन्डियामा पनि वचन लिएर आउँदैछु भुटानमा पनि वचन लिएर आउँदैछु मेरो शरीर चाहिँ अमेरिकनमा भए तापनि क्यानाडामा पनि मैले वचन लिएर आउँदैछु युएसएमा पनि म मात्रै छैन धेरै छन् 50 वटा देश छन् मैले वचन लिएर आउँदैछु कुवेतमा पनि म वचन लिएर आउँदैछु फिलिपिनमा पनि म वचन लिएर आउँदैछु मलेसियामा पनि म वचन लिएर आउँदैछु तर म एकै जग्गा बसेको छु
तर पनि म वचन लिएर आउँदैछु भएसक्यो म कष्ट पार्नु मन लाग्यो मलाई जानेको छैन र पनि प्रभु जाने प्रभु हुनुहुन्छ मेरो साथमा अनि उत्पत्तिमा भनेको छ कि यहाँ तामले 5 बजी खाली छु आजको वचन चाहिँ खाली प्रत्येक भाषाबाट नेपाली भाषाबाट मात्रै भन्यो तामाङ हो तामाङ भाषा त निकालेन भन्नुहुन्छ होला कतिजना त अब तामाङ भाषा नबुझ्ने पनि मैले थाहा पायो कति त हाम्रो यहाँ अमेरिकनमा पनि तामाङहरू छ तर तामाङ भाषा नबुझ्ने पनि छन् किनभने इङ्ग्लिस भाषा धेरै गर्छन् Why do people come to America भन्छन् किनभने बिकज फ्रिडम भन्छन् अनि किनभने त्यो अमेरिकनमा चाहिँ स्वतन्त्र छन् सुसमाचार गर्दाखेरि कुनै अप्ठ्यारो पनि पर्दैन अनि त्यो उत्पत्तिमा यसो भनेको रहेछ तिलै आरेको मुखा कति बेला सुनसान जमुलिङलाई त्यो आरेको मुखा त्यो मुला दोप्तोको मुखा कि छोरी छेलेले मुखा त्यो मुला अनि जमुलिङलाई त्योै आरेको मुखा कतिबेली जुको मुला कतिबेली सांगे रेमुर्चे से यहाँ से सांगे बिमै ताबचे म किन बिसमी यहाँ से बचन द सांगे बिमला बिसमी यहाँ से सांगे बिमै फेरि चाहिँ परम प्रभु द सांगे बिमै फेरि चाहिँ ठ्याक्कान दिक पश्चिम विभागलाई अमान लागि मै गोजी यहाँ बेन्सन गोसी दाल चालक विभागलाई सिमरिमान बलमला मिला लेम्बली हमने पाङला आदिमा परमेश्वरले आकाश मण्डल र पृथ्वी सृष्टि गर्नुभयो अब गाछ चाहिँ उहाँले अनि पृथ्वी आकार बिनाको शून्य थियो दिगै आरेहरू अथवा समुद्रमाथि अन्धकार थियो एकदम दोपदोप मुगर हो त्यसबेली र परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गर्दै रहनुहुन्थ्यो त्यसैले कि थोरी मुगर हो त्यसबेली विषम साङ्गेलाई श्यामजन अनि परमेश्वरले भन्नुभयो सेम्री डान्जी परमेश्वरले उज्यालो होस् याल तागै याललाई शेर खागै दिसी सेम्री डान्सी मान्छे लामकेर याललाई शेर छर्लम मन खाजी विबलमलाई तब उज्यालो भयो र परमेश्वरले उज्यालोलाई हेर्नुभयो त्यो असल थियो श्यामले प्रभु हातसा सुरुग्रिन परमेश्वर से ज्ञात नामे फेरि काटे ज्याबा याल यालबा असल काटे तोप जेबा सेमजिमाई र मिलंगावने परमेश्वर रांगबा सेम मान्छे केना ला मान्छे यहाँ मिलंगाव से ज्याबजन के लादो मानिस चाहिँ प्रति स्वरूपमा परमेश्वरको प्रति रूपमा बनाएको कारणले मानिसले चाहिँ राम्रो मात्रै काम गर्नुपर्ने रहेछ है भन्ने मैले बुझ्यो अनि सबै जति हामी जुम्मा बेला हुने हामी पास्टर अगुवाजनहरू छन् म हुनको लागि चाहिँ म पास्टर एल्डर डिकेन त होइन म एउटा इमानियल मण्डलीको एउटा बुढापाका प्रचारक मात्रै हो र विश्वासी प्रचारक हो म र म यसरी नै प्रचार गर्छु मैले जानेको सम्म र बाइबल भित्रको वचन अनुसार यसरी नै वचन अनुसार लेखेको अनुसार म भन्दछु अँध्यारोलाई परम प्रभु परमेश्वरले दिन र रात उज्यालो र दिन र अँध्यारोलाई यालदेन दोप द फेजी बिगलमला यालदेन दोप द फेजी बिगलमला यालदार पाटकी दोप द पाटकी सात परेर बिहान भयो पहिलो दिन भयो अनि परमेश्वरले भन्नुभयो पानीका बीचमा एक क्षेत्र होस् विश्राम सेम्री डान्जी त्यो कि चाहिँ बोङी तागै विश्राम डान्जी सेम्री त्यसले पानीलाई दुई भाग गरोस् विश्राम दुई भाग बोङी तागै विश्राम सेम्री डान्जी परमेश्वरले सो बनाएर क्षेत्र मुनिको र माथिको पानीलाई अलग अलग गर्नुभयो दिलादेन थोला दा फेसिनम थानमा फेरि अनि गिक चाहिँ नाम खाइलिङ ताजी गिक चाहिँ
नामखाइ लिङ्गलाई दिदी ताजी तब त्यस्तै भइहाल्यो विधि परमेश्वरले यस अन्तरिक्षलाई आकाश भन्नुभयो र साँझ परेर बिहान भयो दोस्रो दिन अनि परमेश्वरले भन्नुभयो आकाश मुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस् खारबा साम्राङ्गै बिजी तब त्यो खारबा साम्राङ्गमा जम्बुलिङ बिजी लागि पोप ताबा क्युइदा गन्दी चुङ्गी बिजी गन्दी छु बिजी समुद्र भन्नुभयो तब त्यस्तै भयो परमेश्वरले ओबानो भूमिलाई थिची भन्नुभयो जम्मा भएको पानीलाई समुद्र भन्नुभयो अनि परमेश्वरले हेर्नुभयो त्यो असल थियो सबै तोक जेबा मिलगामा सामने वरङलाई तोक जेबा सेङ्गो बतिम एकदम राम्रो असलमा बनाउनु पर्ने रहेछ भने हामीले यो वचन चाहिँ चाल पायो है र भूमिले सबै वनस्पतिहरू बिउ उमारोस् भनेर पनि इच्छा दिनुभयो परमप्रभुले अनि सबै ज्याबजेन सोजी ज्याबजेन सेङसी थान्जी सेमजन दुगु पिरी क्यालबा दोंगरी फ्याङमा नामे नोमेङ दुगु ब्याब मुबा बेन्दन सेङसी थान्जी अनि परमेश्वर से दिनी ललिने सेङसी थान्जी कारसेन दुगु सेङसी थान्जी घाम जुन ठुलो ज्योति दिनमाथि सानो ज्योति रातमा ताराहरू पनि आफ्नो भयो त्यो जम्बुलिङले यालला शेर खाकै दिसिनम वरङला सिनम चाहिँ यहाँ से उत्पत्ति एक आंसे चाहिँ पाङमान बर्मा ताला याङला जसला बाइबल छै मलाई बिसम फलमलाई च्यामै ताला नai भुले प्लासिनम ख्यात पलमला बिसने समाले प्लासी ख्यातमा ताला काते पासर अगुवा दुगु एउटा टिकेट दुगु मला अगुवा दुगु मला इथेबा युली सेवा खाइबा मला न आसे बतासै पनि न शेष आसे पाङमान मला जानी नजानी मैले भन्दै छु अनि तपाईहरु अगुवाजनहरु महान व्यक्तिहरु हुनुहुन्छ भन्ने मैले चाल पाउँदैछु अनि परमेश्वरले भन्नुभयो पानी जीवित प्राणीहरूले भरि उन सबै पिरी चाहिँ सेमचन दुगुने प्लिङ्गाइ बिसिन पाङ्गी अनि जम्मन सेमचन दुगुदा आशिष मलाउने पिन्जी आशिष पनि दिनुभयो है प्राणीहरूलाई अनि परमेश्वरले तिनीहरूलाई त्यसो भनेर आशिष पनि दिनुभयो है फल्दै फुल्दै वृद्धि हुँदै र समुद्रमा भरिँदै जाऊ अनि पंक्षीहरूको पनि पृथ्वीमा वृद्धि हुँदै जाओस् परममा आशिष मलम दुगु छार्सी दोन्जे सेमचन नावा दुगुदा अनि सात परेर बिहान भयो पाँचौं दिन गारे कुनु तान्ताजे अनि परमेश्वरले भन्नुभयो कि पृथ्वीले जात जातका जीवित प्राणीहरू अर्थात् जात जातका पाल्तु पशुहरू घस्लिने जन्तुहरू जात जातका पशुहरू उत्पन्न गरोस् तब त्यस्तै भयो वरङमन ताजी तुजम्बुलिङ ताने पाङजी जम्मन सेमचन तुगु नागाई तुजम्बुलिङ से बिसनाम परम प्रभु विषम सांगे हेम्बोर से सेमरी मान पर हमन ताजी परमेश्वरले पृथ्वीका जात जातका वन पशुहरू जात जातका पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने घस्रिने जात जातका जन्तुहरू परमेश्वर बनाउनु भयो सोसी सेङसी थान्जी सर्नलाई थान्जी विजय सेमचन नावाद हुँदा अनि परमेश्वरले त्यो असल परमेश्वर बनाउनु भयो अनि परमेश्वरले हेर्नु भयो च्याजे असल थियो कते तोक जेब मुगबिति कते तोक जेब अनि परमेश्वरले हामीलाई परमेश्वरको स्वरूपमा बनाउने मानिस भएर चाहिँ हामीले राम्रै मात्रै असल मात्रै काम गर्नुपर्ने छ भन्ने यो उत्पत्ति 1 देखिको वचनहरू धेरै मलाई चकिलो लागेर सबै जगको हाम्रो परमेश्वरको सन्तान परिवारमा सल्लाह दिनु मन लाग्यो है अनि परमेश्वरले भन्नुभयो मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाउनु हालन स्यालछोरी सेङ्गे विषयनाम चाहिँ
दुसमसाङ्गे रेम्बोर्छेसे सेम्री मान्जी सेम्री दान्जीमाई अनि मिलङामा तासे नाम चाहिँ याङ्स ज्याबाजेन क्याब लादोको टिम्बी भन्छ चुरी गोजेङ आइ अनि बेन्सन गोगाई विषय नाम चाहिँ काँदा तिनी ख्याप्के मान्जी थाइल लागे मान्जी परम प्रभुलाई वचन साङ्ग्यो अनि तिनीहरूले समुद्रका माछाहरू आकाशका पंक्षीहरू पाल्तु पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून् सबै अधिकार लगाए सेम्चन थोरी विषय नाम चाहिँ परमेश्वर राङमन सांगे राङमन स्याल छोरी मिलन नाम सेंगसे जम्बलिङ थाल्छ जम्बम एसे हक अधिकार लाउ विषय नाम चाहिँ पाङबाल मुगति मु तर 26-27 चाहिँ त्रोङले पाङबाल मुगति यसरी 26-27 मा यसरी भन्नु भएको रहेछ अनि मानिसलाई चाहिँ परमेश्वरको स्वरूपमा सृष्टि गरेको कारणले यति राम्रो सुन्दर स्वरूपमा आफ्नै स्वरूपमा सृष्टि गरेको कारणले मानिसले चाहिँ असल काम मात्रै सुन्दर काम मात्रै गर्नुपर्ने रहेछ भन्ने मैले यो चाल पायो बुझेँ है अनि यो सल्लाह दिँदैछु अनि यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो राङलान स्याल छोरी सेंसी थान्जी क्यानलाई थान्जीमा मिलङामा त परमेश्वरकै प्रतिरूपमा उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो नारा र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो बुदाङ गुमन लासिना माछा केना लाजिम थामा लाजिम सेंसिनाम जुजम्बुलिङले विषमसँगै रेम्बोर्छे राङबन भरौँ ताबचलाम याङ्से ज्याबजेन ज्याबजेन सेम्रिमान गो ज्याबजेन दान्दो गुमु बसेमु अनि याङ्से लेट्सिने भुलेप्तासिने आज दान भन्छ आता बसेम हामीले नराम्रो सोचेर विचार गर्नु नहुने रहेछ पहिलाको अदम मानिस थियो उहाँले जस्तो सम्झ्यौँ उस्तै भयो है अनि अहिले पनि हामी उहाँकै स्वरूपमा सृष्टि गरेको कारण हामीले सोध्नु विचार गर्नु चाहिँ हामीले साह्रै होस राख्नुपर्ने रहेछ र ख्याल राख्नुपर्ने रहेछ भन्ने हामीले मनमा राख्नुपर्ने रहेछ है सेम्री थान्दो पछिमा है परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै त्यसलाई आफ्नो बासमा पार्दै जाऊ मिलङामा चाहिँ आशिष मलम दोन्जी छार्न लाजी जाबर ताकै छार्गै जन्ना सबै सन्तान परिवारको छारबान केबन कम्बलिङ क्लिङ्गाई जम्बन त्यता अधीन नाबन भएको विषय नाम चाहिँ परम प्रभु दुईसमसँगै आपसै आउँदा मिलङाउँदा सो हक अधिकार वर्धन पिनबाल मुगतिमु समुद्रका माछाहरू आकाशका पंक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गरा अब याङ सबै हक अधिकारको पिनबाल मुगतिमु अनि याङ चाहिँ याङ लाग्याम चाहिँ गाजङ गाजङ प्रकाश ज्योति शक्ति मिलङाव ग्याम ओनबाला चाहिँ जम्बुलिङला गोङ्री मिलनाव ग्याम अनि परमेश्वरले भन्नुभयो हेर म तिमीहरूलाई पृथ्वीका सबै बिउ उमार्ने बोटहरू र फलमा नै बिउ हुने सबै फलका रुखहरू दिन्छु सबै रोराला दोङ्गादे लुगादे पिनमा बिसनाम मिला गाउँला यारी पिनबाला तिमी दुई समसँगै मोर्चे आप्से तिमीहरूलाई आहारको निम्ति हुनेछन् यहाँ सोल्पा छोटपला लागिरी यहाँलाई शरीर त पालन पोषण लागिरी बरङमा मासिङ बुसिङ दन्छ कान्दुगु ब्लुदुगु यहाँलाई यारी पिनबाल मुगतिन अनि पृथ्वीको हरेक पशु आकाशको हरेक पंक्षी र जमिनमा चलहल गर्ने हरेक जन्तु हरेक प्राणी जसमा जीवन छ तिनीहरूका आहारको निम्ति हरियाली वनस्पति तथा दिन्छु भनेर दिनुभएको छ पिन्जी मासिङ बुसिङ दन्छ कान्दुगु तुजम्बुलिङले फ्युबा मासिङ बुसिङ दन्छ कान्दुगु दात डुब्दुगु बेन्दन छारालाई सिते ब्लुदुगु यहाँलाई यारे पिन्ची छारालाई सिते जङ्गा स्वत पालन पोषणलाई लागि अनि आफूले बनाउनु भएको हरेक कुरा परमेश्वरले हेर्नुभयो वास्तवमा त्यो साह्रै राम्रो थियो राङसे सेंसी छारसी थाम्बा कत्ते जाबा तोप जेबा जन्सीमै
जब याङले परमेश्वरलाई स्वरूपी मानिस चाहिँ परमेश्वरको स्वरूपमा भएपछि हामीले राम्रै मात्रै असल मात्रै सुन्दर मात्रै काम गर्नुपर्ने रहेछ भन्ने यो वचनमा चाल पाउँदो रहेछ भन्ने मैले सल्लाह दिँदैछु। म जान्ने भएर त होइन, तर जस्तो बाइबल धर्मशास्त्रमा वचन छन् प्रभु परमेश्वर पिताको, अनि त्यस्तै म भन्दछु। अनि साँझ परेर बिहान भयो 6औं दिन दुरे कुनो ताजिमाई orang lasin amte sengsi kal jaba tok jaba sengman bame keri ani dure puno tajimu ani dure puno tama keri अनि निश्चय कुनु चाहिँ यसरी आकाश मण्डल र पृथ्वी र तिनमा भएका सबै कुरा बनाइ सिद्ध्याए। सबै त्यो दुरे कुनु चाहिँ सबै सेंसी सारा लासिनम संसागे रेम्बोल चाहिँ आपा चाहिँ सेंसिमु आफूले गर्नु भएका काम 6औं दिनमा परमेश्वरले सिद्ध्याउनु भयो र परमेश्वरले पनि काम गर्नु भएको रहेछ। 7औं दिनमा आफूले गर्नु भएको सबै कामबाट उहाँले विश्राम लिनु भएको रहेछ। अनि त्यो सबै ज्ञातुको लासिन मिश्रे कुनु चाहिँ नाबला नादेली सुबला छिमु त्यसम सांगे रेम्बो छापा अनि परमेश्वरले 7औं दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र तुल्याउनु भयो। आशिष मलम शासित बन्यो किनभने आफूले सृष्टिमा गर्नु भएको सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनु भएको रहेछ। आमेन। अनि यसरी विश्राम लिनु भएको रहेछ। अनि त्यसोरा नाबला नादेली सुबला छिमु परमप्रभु नम याङसे नै याद तो दुगुलामे केरी याङ नै याङ भुटानी मुमा केरी बुसु मा केरी सबै याद दु जिन्जी तिनी बुसु सि जिन्जी तिनी मै झारो लातो याङ नाबला नादियन लातो तिनी बिम्बा साचोनम कतिबेला बाइबल सँगैमा बारेमा तर साचोनम याङसे याद जिनमा चाहिँ अलिकति नुहाइ धुवाइ लासिनाम अलिकति विश्राम नाबला नादियन दि दान सिउदो बछि म अनि ताङदो बछि मै सरी तामगोजी काटा जान अनि बा भन्दा लाँदाखेरि शिक्षितको बन्धनको नै यति गयो। अब अनि मैले सोध्नु बिर्सेछ पास्टर बाबालाई अनि बा कति तर पनि म अलिकति एउटा मात्रै छ। अब आज चाहिँ मैले सबैले बुझुन् भनेर भरे सक्दै बेन्सन गोगाई बिसिनाम ngai lengba tugu bachan tugu sangyur tugu pangbang mula ani भरे सक्छ बेन्सन गोगाई बिसिनाम भरे सक्छ सबैले बुझुन् भनेर अनि सुरुले पाङबला चाहिँ म बचन चाहिँ सांग्युर चाहिँ बिमला याङसे अनि सांग्युर चाहिँ छाम्नोन मुगरो मेला ल्याङ्ग्वेज पर्पदे ल्याङ्ग्वेज नेपाली ल्याङ्ग्वेज डेभलपमेन्ट लागि आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन परमेश्वर हुनुहुन्थ्यो। स्वयं दुईसम सांगे रेम्बोर्चा मुबा उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो। सबै थोक उहाँद्वारा बन्यो। सबै थोक दुईसम सांगे रेम्बोर्चा आपसे स्थान बल मुबा चाहिँ म बनिएको कुनै थोक पनि उहाँ बिना बनिएन। दुईसम सांगे आपा ज्ञाम चाहिँ बाइक अरू थोक ज्ञाम खाना ज्ञाम आइन्छ बेन्दन स्याङबाला मुबाटी म बनिएको रहेछ। उहाँमा जीवन थियो र त्यो जीवन मानिसहरूको ज्योति थियो। त्यो ज्योति अन्धकारमा चम्कन्छ र अन्धकार त्यसमाथि विजय भएको छैन। त्यो याल्ला स्यार्ला नामरी चाहिँ त्यो दोप खाइमै आँखामलाई विजय परमेश्वरबाट पठाएका एकजना मानिस थिए जसको नाउँ युना थियो। उनीद्वारा सबैले विश्वास गरौँ भनेर त्यस ज्योतिको गवाई दिन उनी सची भई आए। त्यो चाहिँ गवाई पिनबारी गवाई पाङबारी जम्बुलिङलाई मिलङ्गावा दुगुता थाहै नलाबारी बिसिनाम युना बिबा मिलङ्गावा परमप्रभु परमेश्वर आपासे पिर खाबल मुगजिम जम्बुलिङली गाछा चाहिँ प्रभु येशूलाई चाहिँ याल्ला शेरला बारेरी पाङबारी उनी आफै त्यो ज्योति थिएन। त्यो चाहिँ राङमङ चाहिँ याल्ला शेर हाइनबा मुगजिम हो। तर त्यस ज्योतिको गवाई दिन
उनी सचिव आए हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति संसारमा आउँदै हुनुहुन्थ्यो विश्रान्ति युना विवाह मिलंगा वसे सु जम्बुलिङलाई मिगा त व्यञ्जन पाङजे तर 500 पनि काते मिगा चाहिँ आथे नि तामाग पनि उहाँसे नि है कसैले जतिले चिन्नु सकेन यो संसारको पृथ्वीको मानिसहरूले उहाँ संसारमा हुनुहुन्थ्यो संसार उहाँद्वारै बन्यो तैपनि संसारले उहाँलाई चिनेन संसारको मानिसहरूले चिनेन जम्बुलिङलाई मिगा चाहिँ उहाँसे नि उहाँसे पर्न यहाँलाई पाप खेल गल्ती चाहिँ मुक्ति बचाइ थायाङ भएको चाहिँ र ईश्वरको पुत्र आए थिए धरती कोहीले चिनेन विभमलाई र मानिसको रूपमा आउनु भयो तर यो शरीरको आँखाले देखुन् भनेर तर मानिसले भन्छ कि मान्छेलाई परमेश्वर भन्दो रहेछ भ्रमण पाएर यो विश्वासीहरूले भन्दो रहेछ है मैले सुन्दै थियो तर अदृश्य आँखाले परमेश्वर कहिले पनि देख्नुहुन्न अघि उत्पत्तिमा भन्दै थियो 26-27 मा मानिसलाई चाहिँ परमेश्वरको स्वरूपमा सृष्टि गरेको प्रत्येक परमेश्वरको आफ्नै स्वरूपमा भनेको त्यहाँबाट हामीले याद राख्नुपर्ने रहेछ है अनि मानिसहरूले चाहिँ संसारको मानिसहरूले चाहिँ भन्छन् कि हामीलाई गिल्ला गर्छन् तर जति नै गिल्ला निन्दा गरे पनि हामी रिस उठ्नु नहुने रहेछ त तिमीहरू संसारको हुँदा हौ त संसारको मानिसहरूले माया गर्ने थियो भनेको छ युना 15:18 मा हेर्नुपर्छ त्यो चाहिँ अनि हामीलाई गिल्ला गर्छन् हिंसा गर्छन् मानिसलाई परमेश्वर भन्छन् भनेको मैले सुन्दै थियो है तर गिल्ला गरे पनि जस्तै हिंसा गरे पनि हामी रिस उठ्नु हुँदैन धन्यवाद दिनुपर्छ हामीलाई झन् साह्रो लाग्ने पारे है फलमले फलमलाई लाग्ने पार्छन् भने मान्छेलाई लाग्ने पार्छन् भन्ने चाहिँ मैले बुझेँ है मानिसहरू कहाँ आउनु भयो तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहणै गरेनन् तर जतिले उहाँलाई ग्रहण गरेर उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो भनेको चाहिँ अनि यहाँ त परमेश्वरको सन्तानताको अधिकार पिन्जेमै अनि जुन चाहिँ विश्वास लाग्यो तिनीहरू रगतद्वारा शरीर इच्छाद्वारा र कुनै मान्छेको इच्छाद्वारा होइन तर परमेश्वरबाट जन्मिएका हुन्छन् पवित्र भएर जन्मेको हुन्छन् भनेर चाहिँ भनेको छन् अनि पवित्रतासित परमेश्वरलाई आफूलाई शक्ति सामर्थ्य ज्ञान मिलङ्गावाला स्याल छोरी जम्बुलिङलाई गुङ्री याङ द सहारा लाबर रोलाबरी फिर खबर मुबटे तर हमेशा उहाँसे जति से उहाँसे परमेश्वर संतानता है तिनी यांग से विश्वास लाभ कारण से यांग से जम्मन परमेश्वर संतानता म्यांग जी वरम ताम गिरिङ आदा खुशी मला आनन्द मलाई yang जम्मा से आनन्द मानव लादला अनि सुसमाचार लाबरी लोङ बराता आलो मम्मी मलाई नडरा तिमीहरू सुसमाचार गर्नुको लागि मैले अनन्त जीवन पाइसकेको छ जीवनको ज्योति पाइसकेको छ भनेको छ है अनि वचन देहाधारी हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भए हाम्रो बीचमा बास गर्नुभयो त्यसै कारणले हामी सदा जीवित छ अनि हामी यो शरीरमा रहन्जेल पनि परमेश्वर महिमा अनि हामी शरीरदेखि आफ्नो आत्मा लिएर जानु पर्दा पनि परमेश्वरको साथमा हुने रहेछ भन्ने रोमीमा पनि त्यो भनेको रहेछ म एक दिन त्यस्तो एकदमै अन्तिम घडीहरू भएको थियो अनि मैले त्यो वचनहरू पढ्दाखेरि म एकदमै आँट भरोसा पायो पिताबाट आउनु भएको एक मात्र पुत्रको जस्तो थियो युनाले उहाँको विषयमा गवाई दिँदै उच्च स्वरले भने उहाँ त्यही व्यक्ति हुनुहुन्छ भनेर युना से पाङजे युना मिलुङ आमासे जसको विषयमा मैले भने म पछि आउनु हुने म भन्दा उच्च हुनुहुन्छ किनभने उहाँ म भन्दा अघिबाटै हुनुहुन्थ्यो उहाँ सृष्टिकर्ता हुनुहुन्थ्यो किनभने मानिसले चाहिँ यो त मानिसै हो भन्छन् तर अघि सृष्टिको वर्णनमा भन्दै थियो उहाँ केही थिएन यो सृष्टिहरू केही पनि थिएन यो संसारको नमुना थिएन भनेको छ त्यति बेला चाहिँ प्रभु येशू उहाँ चाहिँ एकदम आत्मामा हुनुहुन्थ्यो तर धरती लोकमा आउनुहुँदा चाहिँ शरीरमा आउनुभयो मान्छेले देखोस् भनेर उहाँको अनुग्रहको पूर्णताबाट हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौँ किनभने व्यवस्था मसाद्वारा दियो अनुग्रह र सत्यता चाहिँ येशू ख्रीष्टद्वारा आयो त्यो यार्दन नदी तार्ने बेलामा चाहिँ मसाको पाला थियो उहाँ पनि शक्तिवाला थियो
आज चाहिँ शक्तिवाला चाहिँ प्रभु येशू चाहिँ आफै सृष्टिको मालिक आउनु भएको थियो मानिसको रूपमा है। परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। अब आत्मा कहिले देख्छ र यो बाहिरको आँखाले, तर बाहिरको आँखाले पनि देखुन् भनेर मानिसको रूपमा आउनु हुँदा पनि मान्छेले यसरी गिल्ला गर्छन् है। एक मात्रै पुत्र प्रश्न गर्नुभयो, एक मात्रै पुत्रले जो प्रभु येशू हुनुहुन्छ। युहन्ना 14:7 पनि भनेको छ कि मानिसलाई तिनलाई भन्नुभयो, मानिसलाई भन्नुभयो कि बाटो सत्य र जीवन मै हो, म बाहेक अरू कोहीद्वारा पिताका जान सक्दैन, आउन सक्दैन, पिताकामा आउन सक्दैन स्वर्गमा म बाहेक भन्नुभयो। सामारी यसलाई भने जीवनको पानी दिने मै हो। तपाईँले यो इनारको पानी सधैँ पिउँछन्, सधैँ तिर्खा लाग्छन्, तर मैले दिएको पानी पियो भने कहिले पनि तिर्खाउने छैन भन्नुभयो है। हामीलाई त्यसरी कहिले पनि तिर्खा नलाग्ने पानी दिनुभएको छ प्रभु येशूले, अनन्त जीवनको पानी दिनुभएको छ है। हामी त्यही कारणले हामीले सधैँ हामी सेवा सङ्गतिमा हिँड्नुपर्ने रहेछ। हामी सेवा सङ्गतिमा हामी अघि बढ्नुपर्ने रहेछ। कसैले भनेको कुराहरूमा हामी निराश हुनु नहुने रहेछ, किनभने प्रभुको सेवा गर्नुपर्ने रहेछ हामीले यसरी। अनि अब अन्तिमको एउटा छ, अब म राख्छु। यहाँ चाहिँ दिउँसो छ र मलाई ढुक्कै भएर भन्छु, तर पनि एक कुरो लाग्दिनँ म। अब यहाँ अब यो अन्तिमको म भन्छु, अनि हामी सबैजनाले हामी प्रार्थना पनि गरौँ, अनि त्यहाँदेखि राखौँ है। परमेश्वरको वचन परमेश्वरको हातमा राखौँ, अनि परमेश्वरले दिएको वचन हाम्रो मनमा पनि राखौँ भन्ने यो सल्लाह दिन चाहन्छु म। अब अन्तिममा प्रभु र उहाँको शक्तिको सामर्थ्य बलवान हो। यहाँ चाहिँ बङ बतादो बरु परमेश्वरले वचन साङ्गीति चाहिँ दियाबलसँग युक्तिहरूको विरुद्धमा खडा हुन सक्नलाई परमेश्वरको सारा हात हतियार धारण गर। यहाँ चाहिँ वरङमा हात हतियार शक्ति यहाँ चाहिँ sempre किन्दो बरु यहाँ आत्मरिङ हात बढ्तादो बरु सदन प्रार्थना लाभन, किनकि हामीहरूको युद्ध त शरीर रगतको होइन, त्यो काथियन शरीरलाई होइन, चुलुइलाई होइन विजय। प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्धकारका संसारिक शासकहरूका विरुद्ध, स्वर्गीय स्थानमा भएको दुष्टका आत्मिक सेनाहरूको विरुद्ध हो। यसै कारण परमेश्वरको सारा हात हतियार उठाऊ किदो बरो यहाँ से हात हतियार उठाएर चाहिँ यहाँ से हात हतियार थोसिनम, हात हतियारहरू उठाएर हामी आत्मिक हात हतियार उठाएर, शारीरिक होइन आत्मिक हात हतियार उठाएर हामी प्रार्थना गर्नुपर्ने रहेछ सधैँ। अनि सबै काम गरेर खडा हुन सक्ने हो। यहाँ हामीले सबै काम सम्मान ज्ञात दुखलाई सिनम यहाँ साहस लादो पऱ्यो। यसकारण आफ्ना कम्बर सत्यले कसेर धर्मीको छाती पाता लगाएर खडा हो र सुसमाचारको दूत लगाएर तयार हो, साथै विश्वासको ढाल उठाऊ जसबाट तिमीहरू दुष्टको सबै अग्निबाण निभाउन सक्नेछौ। मुक्तिको टोप लगाऊ र पवित्र आत्माको तरवार ल्याऊ, जो चाहिँ परमेश्वरको वचन हो। सारा प्रार्थना निवेदन साथ सत्संग पवित्र आत्मामा प्रार्थना गर। यस उद्देश्यले लगनशील र सतर्क भएर सबै शान्ताहरूको निम्ति प्रार्थना गरिरहौ। मेरो निम्ति पनि प्रार्थना गर कि जब म आफ्नो मुख खोल्छु त मलाई वचन देऊ, म निर्भयता छ सुसमाचारको रहस्य घोषणा गर्न सकौँ। हामीले सुसमाचारका ध्यान लाँदोपछि आलौँ न कि जसको निम्ति म सँगले बाँधेको एक रात दुधो जसरी मैले बोल्नु पर्ने हो त्यसरी म साहससँग बोल्न सक्छु। आमेन। हामीले सुसमाचार सुनाउँदा, वचनहरू सुनाउँदा गवाईहरूभन्दा साहस बोल्नु सुनाउनु पर्ने भन्ने यो छाल पायो।
र आजको यो वचनहरू यहीँ राख्दछु परमेश्वरको हातमा अनि हामीले पनि हाम्रो मनमा राखौँ। मैले यो वचनहरू मैले बोल्दै लाँदाखेरि मेरो भुल भयो गल्ती भयो भने क्षमा दिनुहोस्। सबै इष्टमित्र मेरो प्रियजनहरू मेरो आमा बाबा दाजुभाइ दिदीबहिनी पास्टरजन अगुवा जति छन् धेरै ज्ञानी मानी जनहरू छन् हो अनि क्षमा दिनुहोस्। अनि यो समय फेरि मलाई यो समय दिने मलाई यो प्रभुको वचन प्रचार गर्नु दिने प्रभुको छोरालाई दिन चाहन्छु। उहाँदा त्यो वचन 3 बार जाला छारी त्यो समय दनमा जासे तिललाई सिन पाङला अनि अन्तिमलाई प्रार्थना दुगुने रांसन लासी दनको विषयनाम प्रभु येशू क्रिस्ट परम प्रभु आपला छारी त्यो दनबान ख्याफुला जय मसीह।